एकदम धार्मिक संस्कारी हो यो के हो भाइ यो लाएर मर यो लाएर झुन्डी उठ्या यही हो आउटफिट गाइज दुईजना मार्छु मैले मर्यो नल्ली चाहिँ उहाँ हुनुहुन्छ आज चाहिँ पुरै स्पेसल मेनु अरे यो लाइक न्यु इयरको लागि मात्र बनेको मेनु क्या यो हाम्रो रेगुलर हो नि त यहाँको अनि यहाँ चाहिँ यस्तो क्युट बनाएको रहेछ अक्साले लभ इट मम्मीले छिटो अर्डर दिनु भएन तर मेरो छिटो आयो उहाँको फ्रेस जुस हो नि त मेरो अब यो कफी हो त्यही भएर कस्तो छ मैले घरमा बनाएको मिठो कि यो कफी त फेरि म डेन्जर बनाउँछु नि बाल के मम्मीलाई कफी कस्तो लाग्यो मैले बनाएको मिठो कि यो गाइस अब यहाँ सिरप हाल्न बाँकी छ नि त मम्मी सिरप हालेको छैन स्ट्रबाट निस्किन्छ राख्नुपर्ने भने मैले मेरो लुगाहरू लागेको सत्यनाश मेरो भाइ लुगा सत्यनाश के खाएर बस्छ न छोरालाई राखेर अनि मैले यहाँ हुक्का कराउँदै हुन्छ कहिले काहीँ त्यस्तो हामी त बुझ्ने हो नि त हामीले खाँदा हुन्छ हामी बुझ्ने हो हामीले खाँदा हुन्छ किन हजुरलाई थोरै केही गर्ने हो त हामीले पो खाने हो त थाकेको थियो अब बोलायो भने उता जान्छ त्यो ल नै पढ्छु भने त्यहाँ चाहिँ ठिक हुन्छ क्या हामी तिनजना मम्मी त उही लाएर आएको म त उही लाएर स्कुटीबाटै घाममा हुन्छ को आएन हौ मम्मी खोइ कहाँ गइस मम्मी अलि यता हाम्रो चाहिँ होइन अब त नल्ले साथीहरू पनि आइसकेको छ नल्ले चाहिँ उहाँ हुनुहुन्छ जहाँ पनि म जहाँ छु त्यहाँ समीक्षा हुन्छ नि हुन्छ ल हाम्रो यहाँ चलिरहेको छ रमझम आज पुरै मात्ने हो मम्मीले घर लानुहुन्छ हामी पुरै दुईजना मात्छु मैले मर्यो मातेर समीक्षा र म नमाते पनि मातेको एक्टिङ गरेर भयो भने मम्मीले घर लानुहुन्छ ह्याप्पी न्यु इयर समीक्षा ह्याप्पी न्यु इयर के खानु भएको एप्पल जुस हेर्दा त छैन त हौ एप्पल जुस जस्तो जुस खाने मम्मीहरुको अगाडि हामी एकदम धार्मिक संस्कारी हो नभए पनि हामी धार्मिक संस्कारी हो के हाकी आन्टी चस्मा लगाइछ ओ आन्टीको बोझ तपाईँ चस्मा लगा ए या मेरो चस्मा गयो या वाच
ल दुईजना पोज ल न्यू इयर चाहिँ यसरी नै परिवारसँग मनाउनु पर्छ है ल एउटा फोटो खिच्यो त राम्रो चियर्स हो क्या चियर्स यस्तो गर्छ यस्तो यसले चाहिँ यो 3 बडल खाइसकि अहिले प्लेट भएको छ भने सम्झाले 3 बनाउँछ यहाँको यहाँ चाहिँ याक्सामा आज बाँदर पनि घुम्दैछ है एउटा ए अनि उता नल्लेहरू पनि घुम्दैछ नल्लेको बाँदर चाहिँ यहाँ छ है बाँदर बाँदर नल्ले 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 बाँदर नल्ले सेतो र कालो बाँदरै मिक्स नल्ले भएको नल्ले मलाई नि आउनुभन्दा अगाडि फोन गरी होइन अनि के लगाऊँ भने मैले चाहिँ यहाँ सिम 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 नल्ले यही 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 नल्लेहरूलाई नि यस्तो कपी क्याटरहरू छ नि कपी क्याटको नि र मैले के भन्थेँ दोकानबाट किनिवरीलाई पनि भन्थेँ अहिले ए यो त मैले गिफ्ट दिएको त बिर्सिरहेको है हो मैले पनि दिएको त्यही राखेर आइछु ल ल के गर्ने भिडियो घुम्छ न यहाँ चाहिँ चम्को गर्दा यहाँ आउने अलिक अलिकति उता फेरि दुईजनाबाट सँगै चस्मा लाउँदा हुन्छ क्या एकचोटि पछाडि धेरै जान सकिनँ है कान्छी यो पङ्खा नभएको कस्तो राम्रो आउँछ पङ्खाले गोबर हाम्रो खाना आइसकेको छ यहाँ हेर्नु यहाँ सेटअप अब के भयो त किन गएको अरे गाइस हाम्रो खाना आइसकेको छ अब हामी धमधम खाने हो राम गाइस हामी छैन बाबालाई पनि ल्याएर पकाइदिनु भनेको होइन बाबा त मेन जस्तै 7 बजी हिँडिसक्नु भएर हामीलाई छोडेर खाँदैन चम्चा ए यो यो उयो त जुठो होइन तीबाट हामी किन हाल्दिउँ हामी घरमा पनि बनाएर खान्छ मेरो पक्रिन हौ म खाइदिनु भिडियो पनि भिडियो भएन सबै पर्फेक्ट आउँदो रहेछ त नल्ली अहिले मलाई छिटो गरे मेरो ढाड भाँचिन्छ बाँच्यो 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 छिटो छिटो मेन नहुँदा हेर्नु यहाँ केटीहरूको खुसी अनि यहाँ मेन भएको है घिस चढ्दै अनि यहाँ आइज यहाँ आइज यहाँ आइज भनिहाल्थ्यो मेन भएको यहाँ यो भएन
पापड खाइस अब जाऊ ल त्यसो चप्पल खाइदेऊ नै जाऊ अब बाबा अन द हाउस बाबाले पिक गर्न ह्याप्पिनेस अघि मेन कुखुरा खाएको थियो मेन आएपछि हाम्रो चमक्कै जग्गा होटेलको खानु हुँदैन अरे बाबाले तँ हामीले अलि फ्रिजमा हाल्न लगाएको लु छिटो खाइसक्यो एकचोटि खै उडेन त एकचोटि खाइसो न हौ हेरौँ निकाल्छ यो फु अझै तान्नुपर्छ मजाले हजुर उल्टो चाहिँ चुट्टा तान्छ न होइन सुर मजाले तान्नु पर्यो त्यहाँ तानेको हेर्न ए यहाँले छ होला आउँदैन आउँदैन रहेछ हामी सिकाइन्छ यहाँ रहेछ आउँदैन रहेछ मैले बुझ्छ हो त्यसो भने अझ मजाले राजे त भाटा पो हान्छ मलाई चमक्कै छ हौ मेरो आमा बाबु चाहिँ मेरो अगाडि हुँदा तानेपछि के हुन्छ भनेर गाइस बिनासँग बस बस्छ गाइस यहाँ हामी चाहिँ नल्ले बेरोजगार जस्तो बसिरहेको यसो टिकट यस्तो फ्लाइटको काटेर पठाइदिनु कि हामी जान अहिले भरेसम्मै आइपुग्छौँ त्यो टिकट काटिदिनु अहिले चढिहाल्छु गाडी त सुन न आजकल मेरो हड्डीहरू कस्तो दुख्न थालेको छ के भएको आफै दुख्छ बसिरहेको हुन्छ त्यस्तो दुख्छ नि भित्रबाट त्यो बाबाको हामी पनि एउटा अलिक चाखसुक बस्छ त भनेर ल ल ल ल ल ला गजेट त्यहाँ भेट्यो मैले भर्दै मैले देख्नु हाम्रो आउटफिट गाइज त भन्ने बेला जे पनि भन्छु म त हेल्दी खानुपर्छ गाइज मम्मी बाबाहरूसँग आएर त्यस्तो हेल्दी खान्छ हेल्दी गाइज मेरो च्याउ घाँटीमा अट्दो अनि यहाँ अट्किरहेको छ अब के गर्नु त जाँच भइरहनु छ होला If sexy legs have a face. सुनिहाल्छु डायलग त म भन्न ला इफ सेक्सी लेग्स ह्याभ अ फेस इफ सेक्सी लेग ह्याड अ फेस कस्तो अरे कस्तो गरेर नोकेडी आउँछ त्यसो गरेपछि ल्याइदिइहाल्छ 50 गेडी चाहिँ 50 गेडी त दुई आँखाले हेरेपछि डेढ भएन त हाम्रो फोटो नोकेडी बनाइदिनु भिटामिन त्यसमा के थियो थाहा छ अघि हामीले फलफुल खायौँ नि 8,800 सक्छ त्यसको तपाईँ कसको भयो 3500 कसको भयो त्यो चाहिँ खातामा मात्रै हातामा त कति हो खाता मात्रै हेरे
सम्झना हामीले ह्याप्पी न्यू इयर फटाउनु पर्यो भनेको है जहिले नि हालेर अलग छ बनाइदिएको छु फेरि फेरि गर्नु फेरि फेरि 1 2 3 यसको तातो लिनु कि ठन्डी जाने ठन्डीहरू त अघि त्यो हुक्कामा राखेको पहिले यही हो ओहो अरे ताप्दै ओइ ताप्दै हुनुहुन्छ यहाँ हेर्न यो यहाँ हेर्नु यहाँ अरू त्यस्तै हो यहाँ हेर्नु यहाँ ठन्डीको सिजन जान्छ आँखा लाग्ने आँखामा पावर ए आँखामा लाउनु अरे ल डेढमा त डेढ ए यहाँ आइसक्रिम खान आएको छु किरणमा नल्लाएर नल्ली भन्नु यहाँ मिस भयो फेरि भन्छ नल्लाएर नल्ली भएन नल्लाएर नल्ली हामी आएको थियौँ आइसक्रिम खान गाइस हामी यहाँ कोही छ कि भन्दै झाडुले चक्कु कोही पेपर स्प्रे चाहिँ यो राखेर हामी यहाँनिर स्प्रे होइन त रुम फ्रेसनर हो अनि आँखामा हालेपछि त आँखा उयो जान्छ नि त पागल दिमाग छ तेरो पेपर स्प्रे हामी त डर यो दुटा त नि लास्ट डर छेरुवा रहेछौँ यहाँदेखि झन् डर छेरु मैगाको त्यहाँ त मै गाकी ओइ ओइ कमान्ड कसले गर मैले गरिन कमान्ड त्यहाँ मुनिबाट तिमीहरू आउन माने ओइ यिनीहरू त दुइटै दिदी बहिनी क्रेडिट लिने हालका छन् अनि म गर्छु अफ कोर्स हजुरले कमेन्ट गर्नुभयो बट देन यहाँ भित्र बढ्दैन त तिमी नै छिरेको छिरेर हामी नि गाइज हामी मुनि थियौँ कि ढङ ओइ एकछिन एकछिन कोही छैन यिनीहरू डराइदियो कवि त मुनि डराइदियो यसको यही हो भन भन यही हो बहिनी पानी देऊ न कस्तो तिर्खा लाग्यो ए यहाँ छैन लो यसकै काम हो यो के हो भाइ यो लाएर मर यो लाएर झुन्डी उठ्या गाइस लिटरली यो डीप फ्रिज भित्र आन्टी सो गाइज हामीलाई थाहा छ तपाईँहरूले जिन्दगीमा कहिले पनि फ्रिज देख्नु भएको छैन यसलाई भन्छ फ्रिज खै यसलाई भन्छ डिप फ्रिज हेर्नुभयो डिप फ्रिज यस्तै हुन्छ डिप फ्रिज देख्नु भएको छैन भने होइन अब हामी धनी चाहिँ एउटा बोतल राखेको छौँ अब मुनिको हेर्नु ल सेक्सन हामी यहाँ हेर्नु रेड भेलभेट केक ए सरी यहाँनिर चक्लेट केक यहाँ छेउमा हेर्नु रसमलाई अब तपाईँहरूले यस्तो धनी फ्रिज त देख्नु भएको थिएन होला यो चाहिँ फुल पार्ट हो फ्रिजको यसलाई भन्छ केक देख्नुभयो नि या आजको लागि यति नै थियो धन्यवाद Do you know how to boil water? We'll teach you today. Let's get started. Put these utensils on this stove. Now we will pour some water on it.
One more. Now we will turn on the gas. Now stir it. Wait for 2 minutes. See bubble on it. Yes, we have cooked water. Ta-da! This is how we boil water. So try this at your home and mention us. मेरो असिस्टेन्ट आउँदैछ नल्ली Hello? तिमीसँग म एउटा रोटी खाएर नि बस्नु सक्छु दिनमा 100 चोटि घिच्ने मान्छेले के बोलेको यस्तो म तिमी बिना बाँच्नु सक्छु उही जिउँदै घुम्दै थियो जिउँदै घुम्दै थियो अहिले बाटोमा जिउँदै घुम्दै थियो म मर्छु तर अरूसँग बिहे गर्दिन बिहे भएर छोरी भइसक्यो आई लभ यु अरे आई लभ यु अरे 7 जन्मसम्म नि तिमीसँगै हुन्छु ए अरू छोराछोरीले घुम्दै जा जिन्दगीमा कहिले बिहे गर्दिन अरे बिहे भयो घूमेंगे फिरेंगे नाचेंगे ऐश करेंगे मगर कब यहाँ आइज यहाँ आइज यो उठाएर उहाँ छिटो छिटो उता यो पनि यो यिनीहरू ठिकै छ ल यो त ठिकै छ लेट्स गो ओ यहाँ देखिरहेको थियो कप यो निकाल्ने यो उठाउने यो सबै छिटो यहाँ तिम्रो कोठामा के छ आन्टीले मलाई दिनुभएको छ काम यिनीहरूको कोठाबाट यो के हो यहाँ ठिक छ दिस इज क्लिन त्यहाँ अहिले 2 मिनटमा सबै सफा हुनु पर्यो 2 मिनटमा गाई दुईजना लाग्ने गुड सबै यो सबै फ्रीमा यो एकछिनसम्म यो सबै क्लिन भइसक्नुपर्छ घरमा बोलाएर काम हराइरहेछ नि यिनीहरूले होइन यहाँ हेर्नु यहाँ यिनीहरू दुईजना चाहिँ गएर बसिरहेको थियो गाइस अब हेर्नुभयो दादा बहिनीको मेकअप गरिदिनु होला त्यही भएर अब हामी लाइक उसको प्रडक्ट्स हामी गर्न ट्राई कस्तो टर्नआउट हुन्छ अहिले गर्न चाहिँ केही गरेका छैन यता हेर त नल्ली कामवाली दिदी यता हेर्नु न दिदी कामवाली दिदी न्यु इयरमा समीक्षाले कोसँग के गर त गर न ए गाई यो समीक्षाले बनाएको खानेकुरा है यहाँ हेर्नु मेरो साथीले जिन्दगीमा केही नगरे पनि खानेकुरा खाएर चाहिँ पाल्छ आफूलाई आउँदो रहेछ खानु बाबालाई आमा त्यहाँले खान लाग्छ नि यो नखाए नास्ता खानु मिल्दैन अरे जबरजस्ती होइन जबरजस्ती